दोकानहरू रहेछ सानो सानो दोकानहरू नमिताले चाहिँ अब यो के अरे नमस्ते लन्डन झर्ना हो तर एक्चुअली हामी चाहिँ नमस्ते लन्डन हुन्छ दामी दामी एक सौ हाल्दा बेसी होला नमस्ते झर्न जानुको लागि यति साह्रो चढाइ चढ्नुपर्छ भनेर चाहिँ यति साह्रो थाहा थिएन हामी त थाहा थिएन रेमा आउँथेन पनि अम्बो कहाँमा चढेर जान्छ हामी अम्बो यो स्ट्रगलहरू चाहिँ देखाएन दुःख त छ संसारमा है जीवनमा र हामी दुःख गरेर यहाँसम्म आइपुगे तर हामी अत्यन्तै खुसी छौँ किनभने अब पुग्न आँटेको छौँ है केटाहरू के गर्दैछ भित्र ट्याङ्कभित्र बसिरहेको छु हो पानी पर्ला जस्तो भयो कि डरलाग्दो अन्तखेरि एकछिन बसेको हो पानी के हो कि यस्तो हो घरलाई तल चोकलाई भिरमा छु हामी त हो डरलाग्दो भिरमा छौँ पहिरो पनि गइरहेको छ अगाडिपट्टि त्यो हेरिहाल्नुहोस् हो अन्त यस्तो छ जिन्दगी यस्तो छ हावा आउँथ्यो होला नि त्यो अलिक माथिपट्टि निकालेको भन्छ कि होइन हेर्नुहोस् अब म तपाईँलाई इच्छा र चाहनाको बारेमा चाहिँ केही भन्न चाहन्छु है अन्त इच्छा चाहिँ हाम्रो बहुत अगाडिदेखिको थियो हो अन्त चाहना पनि थियो है दुईवटा कुरा चाहिँ एउटै हो अन्तखेरि त्यसको इक्जाम्पलमा चाहिँ म के भन्न चाहन्छु भने आजभन्दा 20-25 वर्ष अगाडि होइन 30 वर्ष भनौँ न त्यतिखेर म एउटा त्यतिखेर म कामै गर्थेँ अन्तखेरि एउटा बाटोको क्या मेन हाइवे हुन्छ नि त्यसको छेउमा म एउटा जग्गामा काम गर्थेँ अन्तखेरि मलाई चाहिँ गाडी कुदाउने साह्रो सौक क्या सानोदेखिको अन्त मैले बाटोमा हेरिरहन्थेँ क्या गाडी सुई जान्थेँ क्या अन्तखेरि कुनै पनि गाडी जाँदाखेरि म सोच्थेँ कि यो गाडी चलाउनु पाएको भए कस्तो मजा आउँथ्यो होला जस्तो क्या अन्तखेरि अर्को गाडी जान्थ्यो अर्को गाडी पनि त्यही सोच्थेँ त्यतिखेरको गाडीहरू फेरि अहिले कस्तो थिएन क्या अहिले त थुप्रो गाडी निस्केको छ त्यतिखेर जमानामा अर्कै गाडी थियो त्यतिखेर अर्मदा ग्रान्ड मार्सल कमान्डर भन्ने गाडीहरू थियो हो अन्तखेरि मैले सोच्थेँ मात्रै कसलाई भन्दिनँ थिएँ मनमा राख्थेँ क्या अन्तखेरि मैले सोच्थेँ कि लाइक यो गाडी चलाउनु पाएको भए राम्रो हुन्थ्यो त्यो गाडी चलाउनु पाएको भए राम्रो हुन्थ्यो हो अन्त बादमा यस्तो मेरो जीवनमा यस्तो आयो कि म प्रोफेसनल ड्राइभर भएँ हो र त्यो जुन चाहिँ मैले आँखाले देखेको जुन चाहिँ गाडीहरू सुई जाँदै थियो नि सबै गाडी कुदाउनु पाएँ अन्त यसको भन्नुको लेसन चाहिँ के छ भने नि हामीले बहुत अगाडिदेखिको युट्युबमा हेरेको थिएँ है नमस्ते झर्ना धरान जाने है विचारहरू गरेको थिएँ तर इच्छा चाहिँ गर्नुपर्दो रहेछ कि एक दिन न एक दिन क्या पुरा चाहिँ हुँदो रहेछ क्या अन्त मानिक त्यसमा समय लाग्छ हो 40 वर्ष लाग्यो है जन्मेर यहाँ आइपुग्नुको लागि हो तर पनि आइ चाहिँ पुगेँ क्या त्यही कारण तपाईँहरू पनि अब मनमा चाहिँ चाहना चाहिँ राख्नुहोस् क्या इच्छा र चाहना चाहिँ हुनैपर्छ क्या मान्छेको एक दिन पुरा हुन्छ हामी अब यसको बादमा काठमाडौँ पनि जानेछौँ तर कहिले जानेछौँ त्यो थाहा छैन हामीलाई तर हामी पक्का एक दिन चाहिँ जानेछौँ है म तपाईँहरूलाई सबैलाई त्यही भन्न चाहन्छु हो अब उमेर चाहिँ म्याटर गर्दैन हो तपाईँ स्वस्थ बस्नुहोस् हेल्दी बस्नुहोस् 40 होस् कि 50 होस् न कोही मतलब छैन त्यसको लागि हो अन्तखेरि धन सम्पत्तिको त्यही हो दुःख सुख त्यही हो र पनि मजा आउँदैछ जिन्दगीमा है मजाले अहिले हामी टेन्टमा बसिरहेको छु हामी नमस्ते झर्नामा गएर नुहाएँ है अन्त मजा आउँदैछ